नमस्कार सम्पूर्णमा। आज यो भिडियोमा तपाईले देख्न सक्नुहुन्छ एउटा गार्डनमा चाहिँ दुबो कसरी लगाइन्छ भन्ने कुराहरुको चाहिँ एउटा विस्तृत र जानकारी चाहिँ म तपाईलाई दिन चाहन्छु है। अनि कति फाइदाहरु छ यसको पनि म तपाईलाई बताउन गइरहेछु यो भिडियोमा। तपाईले देख्न सक्नुहुन्छ हामीले चाहिँ यो पुरानो एउटा चाइनिज दुबो गार्डनमा चाहिँ कम्प्लिटली दुबो भन्दा धेरै घाँसहरुले चाहिँ कम्प्लिटली खाइसकेको थियो र गार्डन चाहिँ एकदम फोहोर देखिसकेको थियो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब चाहिँ हामीले गार्डन सरसफाई कार्यक्रम गर्दै छौं। पुरानो घाँसहरु सबै फालेर है, अनि त्यहाँ भएको गार्डनहरुलाई चाहिँ कम्प्लिटली एउटा मेन्टेनेन्स गरेर है, अनि हामीले चाहिँ लेभलिङहरु चाहिँ मिलाउँदै छौं। अनि लेभलिङ मिलाउन साथसाथै हामीले यहाँ माटो एउटा नथपेको हुनाले एउटा चाहिँ हामी चाहिँ एउटा कम्पोस्ट र फर्टिलाइजरहरु चाहिँ प्लस त्यसमा मिक्स हुने बुसहरु चाहिँ मिक्स गरेका छौं हामीले। र हाम्रो ग्रास कार्पेटिङ चाहिँ हामी सुरु गरेका छौं है। यो सुरु गर्ने क्रममा चाहिँ तपाईको पानीहरु परेको थियो है। पानी परे तापनि हामीले चाहिँ हाम्रो कामहरु चाहिँ रोकेका थिएनौं, किनभने चाहिँ पानी पनि सिमसिम परिरहेको थियो र हाम्रो टिमहरुले चाहिँ मजाले रेनकोट ओढेरै काम गर्दै बसिरहेको थियो है हामीले। यसको फाइदाहरु चाहिँ धेरै नै छ। कतिपय चाहिँ अब गार्डनमा चाहिँ यो दुबो लाउँदा फेरि चाहिँ तपाईको जुन त्यो ठाउँ चाहिँ एउटा हरियै देखिहाल्छ हैन। अनि त्यसमा तपाईको धुलोहरु उड्ने एकदम कम हुन्छ। अनि विभिन्न किसिमको किराहरु अथवा चाहिँ लामखुट्टेहरु फोहोरहरुबाट चाहिँ अलि कम चाहिँ मात्रा चाहिँ यसले चाहिँ गनाउँछ र तपाईको ठाउँ अथवा गार्डन एरियाहरु चाहिँ एकदम सफा चाहिँ यो चाइनिज दुबो लाउनु भयो भने चाहिँ सफा देखिन्छ, एक नम्बरको कुरा। अनि अर्को फाइदा भनेको चाहिँ तपाईको परिवारहरु, तपाईको बच्चाहरु लगायत सबैजना यो माथि बसेर तपाईहरुले चाहिँ मजाले टाइम स्पेन्ड गर्न सक्नुहुन्छ, जुन कुरा चाहिँ हाम्रो स्वास्थ्यको लागि पनि एकदम राम्रो हुन्छ है। यो भिडियोमा मैले यति मात्र जानकारी दिए है त। अर्को भिडियोमा नि तपाईहरुलाई म विस्तृत जानकारी दिनेछु।